नाना के गर्नु भएको? टिम्बर टिपेको टिम्बर चाहिँ किन? अचार खानु कस्तो मिठो हुन्छ टिम्बुरको अचार। ए आलुसँग खाँदा पनि दामी हुन्छ हो। अन्त मामसँग खाँदा पनि दामी हुन्छ, जेसँग मासु दिलाएर खाँदा पनि यो टिम्बुर चाहिँ यस्तो दामी हुन्छ। उहिलेको मेरो बाजे पुर्खा बोजूहरूले यसरी खान्थ्यो टिम्बुरको अचार होइन। अन्त हामी नेपालीहरू चाहिँ यो टिम्बुरको अचार चाहिँ जहाँ पनि नेपालीहरू बसेको छ त्यहाँ चाहिँ टिम्बुरको अचार खान्छ नखान्छ अनि पुरा मन पराउँछ हो। अन्त म पनि आज चाहिँ टिम्बुरको अचारसँग चाहिँ खाना खानु पर्यो भनेर आलुसँग पनि दामी हुन्छ। मेरो चाहिँ यो टिम्बुर चाहिँ घरकै यतापट्टि छ कि अन्त चाहिँ म यसरी खानापिना पकाइराखेर चाहिँ टिम्बुर ल्याउनु आएको। टिम्बुरको अचार खानु पर्यो भनेर मगमा देखाइदिनुहोस् न अन्त टिपेर। यस्तो छ हो हातमा हो मगमा देखिन। ए ओके लु यस्तो छ हो। अन्त यसलाई चाहिँ यतिकै खाँदा पनि अहिले